आएको छ साथीहरु हेर्नु न मैले बजारभरि खोजेर बल्ल तल्ल भेटाए कस्तो कलिलो छ आहा खाउ खाउ लाग्ने यस्तो मन पर्छ नि यो मुन्टा घिउमा भुटेको यस्तो मिठो लाग्छ फेरि मलाई आलु सालु हालेको हैन यतिकै बनाएको यस्तो मन पर्छ सबै केलाएर है आहा यस्तो मिठो लाग्छ नि दही मै ल्याउने टक्क आलु यसको फ्राई गर्ने दाल बनाउने आलु फ्राई गर्ने यस्तो मिठो हुन्छ नि ल्याइसके हैन त यस्तो मन पर्छ नि अब अहिले यो खाने भनेको सिजनको बेला भोलि बे सिजन भयो त यसलाई 100 रुपैयाँ पर्छ है अहिले चाहिँ यो 30 मा हो कि 40 मा त्यसै लिएर आएको थिए सस्तै हो ठिकै हो हेर्नु न कस्तो राम्रो छ भने नि वाव बनाउँछु अब केलाउँछु मस्तसँग घिउ राख्छु घिउमा टक्क जीरा फ्राई पड्काउँछु हरियो खुर्सानी पड्काउँछु अनि मज्जाले खान्छु केलाउन लाग्छ साथीहरु चाहिँ कति खुसी मिलेको के मलाई कस्तो राम्रो छ डुकु डुकु फेरि केमा चाहिँ केलाउने हो फेरि यसमा राख्नु पर्ला जस्तो छ